टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्युजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्युज सुरु गरौँ नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने सम्बन्धी प्रसङ्गबाट। नेपालमा तत्कालका लागि कोरोना भाइरस कोभिड-19 विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ। विज्ञसहित बृहत छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारेको हो। खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ। विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक लगायत विषय पनि जोड्ने भएकाले तिनको विषयवस्तुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवालीले जानकारी दिए। आज 13औं राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल माध्यमबाट मनाइँदैछ। समाज रूपान्तरका लागि पुस्तकालय भन्ने नाराका साथ दिवस भर्चुअल रूपमा मनाउन लागेको हो। कोरोना संक्रमणको जोखिमका कारण शिक्षालय र पुस्तकालय गएको चैत्र 5 गतिदेखि बन्द छन्। डिजिटल र स्वास्थ्य अध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको पुस्तकालय दिवस मनाउन लागेको हो। मन्त्रालयको पुस्तकालय शाखाका प्रमुख यादव चन्द्र निरोलाका अनुसार शिक्षा मन्त्री गिरिजामणि पोखरेलको उपस्थितिमा आज भर्चुअल रूपमा पुस्तकालय र पठन पाठनका क्षेत्रका चुनौतीबारे छलफल हुनेछ। निरोलाका अनुसार अहिले सामूहिक र सार्वजनिक गरी नेपालमा झन्डै 700 पुस्तकालय छन्। भूकम्पपछि क्षतिग्रस्त पुल्चोकको राष्ट्रिय पुस्तकालयलाई उचित ठाउँ र भवन उपलब्ध गराउन पूर्व मन्त्री एवं पुस्तकालय अभिनायक कर्मी गणेश शाहले आग्रह गर्नुभएको छ। राष्ट्रिय पुस्तकालय जमलको त्रिवीले तत्कालीन परीक्षा नियन्त्रणको कार्यालय रहेको ठाउँमा सार्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। जुनसुकै बैंकको एटिएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ। यसअघि नेपाल राष्ट्रिय बैंकले कोरोना त्रास रहन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरूलाई निर्देशन दिएको थियो। अब सधैँका लागि शुल्क नलिन राष्ट्रिय बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो। लकडाउनका बेला बैंक सङ्घले नै शुल्क नलिने बताएको थियो। लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिए पनि राष्ट्रिय बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरिएको थियो। ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो निर्देशन गरेको राष्ट्रिय बैंकले बताएको छ। सरकारले लामो दूरीका लागि र अन्तर्राष्ट्रिय उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ। आइतबार बेलुकी बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। यसअघि भदौ 15 अर्थात् आजैदेखि हवाई उडान खुल्ने तयारी सरकारले गरेको थियो। कोरोना संक्रमण झन्न बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने शर्त सहित भदौ 16 गतेदेखि सञ्चालन गर्ने निर्णय कायमै राखिएको छ। यस्तै विद्यालय र कलेज सहितका शिक्षण संस्थाहरू पनि भदौ मसान्तसम्म नखुल्ने निर्णय भएको छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्रामपछि बाँकी प्रसङ्ग। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाएँ। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्।
सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा, ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि? कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ CVS स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। TVS स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। TVS स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। CVS स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड। एने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चोली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर आइए नजीक आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में कार्ड लग पैसा तिरू आ ब्याज से हो कमाऊ। छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ नाममै पहिचान छ नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाय हाय सुन न म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची कहाँसम्म जान सक्छौ? वेट ल हेर यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग। कालीकोट तिला गुफा एक नागमामा पहिरो जाँदा एकै परिवारका 4 सहित 10 जनाको मृत्यु भएको छ। आइतबार कालीकोटको नागम बजारमा गएको पहिरोमा 4 घर भड्किँदा एकै परिवारका 4 सहित 10 जनाको मृत्यु भएको हो। घटनास्थलबाट उद्धार गरेका उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको छ।
शुभकालिका गाउँपालिका 7 घर भई नागम बजारमा व्यापार गर्दै आएका एकै परिवारका 4 जनाको मृत्यु भएको छ। 40 वर्षीय प्रयाग शाही, उनकी 7 वर्षीय छोरी हिमा तथा छोराछोरी 5 वर्षका निराजन र 1.5 महिनाका अक्कलको मृत्यु भएको हो। यस्तै सुर्खेतको भेरी गङ्गा 10 की 45 वर्षीय आइती खड्का, वीरेन्द्रनगरका 23 वर्षीय अमृत थापा, स्थानीय 35 वर्षीय मनवीर बडुवाल, 27 वर्षीय टेक भेरिकाल, 24 वर्षीय थाइला भेरिकाल, 10 वर्षीय गजेन्द्र भेरिकालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। देशभर सोमबार सामान्यता बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिसो प्रदेश 1 र प्रदेश 2 का 1 वा 2 स्थानमा मूसलाधार वर्षाको सम्भावना रहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै राति प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश 5 मा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश 5 का धेरै स्थानमा र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा सोमबार राति मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश 5 का थोरै स्थानमा मूसलाधारै वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। कतारले श्रमिकको न्यूनतम ज्याला तोकेको छ। आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तीमा 1000 कतारी रियाल तोकेको अल जजिराले खबरमा उल्लेख गरेको छ। मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै 500 कतारी रियाल बस्नका लागि र 300 रियाल खानका लागि तोकेको छ। यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरेको थिएन, तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मानसिक तलब सहित न्यूनतममा 1800 कतारी रियाल पाउनेछन्। यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ। अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछ। श्रमिकले आफूले काम गरेको अवधि अनुसार 1 महिना वा 2 महिनाको पूर्व जानकारी दिनुपर्छ। कतार सरकारले जारी गरेको न्यूनतम परिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको 6 महिनापछि कार्यान्वयनमा आउनेछ। कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम सङ्गठन ILOले पनि स्वागत गरेको छ। ILOले कतार सरकारको यो निर्णय श्रमिकहरूमा का लागि कोसे ढुङ्गा साबित हुने बताएको छ। विश्वभर पौने 2 करोड संक्रमितले कोरोनालाई जितेका छन्। 213 देशमा फैलिएको कोरोनाका कारण संक्रमित भएका 1 करोड 77 लाख भन्दा धेरै कोरोनालाई जितेर घर फर्केका हुन्। अमेरिकाका 34 लाख 25 हजार, ब्राजिलका 30 लाख 31 हजार, भारतका 27 लाख 72 हजार र रसियाका 8 लाख 8 हजार कोरोना संक्रमितले कोरोनालाई जितेका हुन्। अहिले 78 लाख 28 हजार भन्दा धेरै व्यक्तिको उपचार भइरहेको छ। विभिन्न अस्पतालमा उपचाररत संक्रमित मध्ये 1% बिरामीको अवस्था गम्भीर छ। 99% संक्रमितको अवस्था सामान्य रहेको छ। अहिलेसम्म कोरोनाका कारण 2 करोड 53 लाख 83 हजार भन्दा धेरै व्यक्ति संक्रमित भएका छन्। संक्रमित मध्ये 8 लाख 50 हजारको ज्यान गएको छ। कोरोनाका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकाको क्यालिफोर्नियामा परेका छ। क्यालिफोर्नियामा मात्रै अहिलेसम्म 7 लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। हस्त अहिलेको टुडे समाचार अहिलेको लागि सकियो। तपाईहरु हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।